नमस्कार। राष्ट्रिय मावि हात्तीबाङको तर्फबाट यहाँ सबैलाई नमस्कार तथा स्वागत छ। हरेक शुक्रबारको अतिरिक्त क्रियाकलाप अन्तर्गत आज यस श्री राष्ट्रिय माध्यमिक विद्यालयले कक्षा 1 बाट 10 सम्मका सबै विद्यार्थीहरू, शिक्षकज्यूहरू तथा यस विद्यालयका विवेशकका अध्यक्षज्यू लगायतका सदस्यज्यूहरू सहित उपस्थित भएर इच्छाकामना गाउँपालिका वडा नम्बर 1 को रुले भन्ने ठाउँमा हामीले स्थानीय चिजहरूको सकेसम्म प्रयोग गरेर स्थानीय चिजको प्रमोट गर्ने, स्थानीय ठाउँको प्रमोट गर्ने र भाइ बहिनीहरूसँगै बसेर खाने, शिक्षक मित्रसँगै बसेर खाने, जसले गर्दा सौहार्द वातावरण हुने, यसले थप शिक्षा आर्जन गर्नको लागि विद्यार्थीहरू कक्षामा नियमित रूपमा आउनको लागि पनि सहयोग हुने हुँदा आज हामीले यस कार्यक्रम आयोजना गरेको छ। हेरौँ, सकेसम्म हामीले 9 देखि 3 बजेसम्म यो वनभोज कार्यक्रम ल्याउने योजना बनाएका छौँ। आज यहाँ सहभागी सम्पूर्ण शिक्षक मित्रहरू र भाइ बहिनीहरूलाई आफ्नो तर्फबाट सबको सहयोग गरी यस वनभोज कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागि म विनम्र अनुरोध गर्दछु।